तपाईहरु यो कुरा बुझ्नु होला र मेरो एउटा आदत के हो भने मेरो ब्याकगियर पनि छैन इम्पोसिबल भन्ने सब्जेक्ट पनि मेरो डिक्सनरीमा छैन हुन्छ भनेपछि हुन्छ राज संस्था आयो हिन्दू अधिराज्य आयो यसमा कसैले रोकिदैन राजाले हिजो हाँसी 240 वर्षको विरासत छोडेर जाँदै गर्दाखेरि त्यो राजाको छेउमा गएर तपाईलाई के हो भनेर सोधिदिने कोही मन्त्री पनि थिएन राजाका पालामा मन्दिरहरू बन्नेहरू प्रचण्ड केपी ओली यी दल 12 भाइ मिडिया नाचेको र राजा हिँडेको मिल्दो रहन्छ क्या राजा भनेको राजै हुँदो रहेछ कमेडियाको विषयमा कोही बोल्यो दुर्गा प्रसाद एक्लै बोलिरह्यो जेल जानु पर्यो मैले राजालाई एकदिन भने दौरा सुरुवाल र टोपी लगाएर लगाउँदैमा राज संस्था फर्किने भए सरकार म 200 जोर दौरा सुरुवाल र टोपी लगाएर हिँड्ने थिएँ 200 टोपी लगाएर पहिलो लुगा लगाउँदैमा हिन्दू अधिराज्य आउने भए म नामै सबै बेसार दलेर हिँड्ने थिएँ जिउमा त्यसरी पनि आउँदैन यो राज संस्था फर्काउने कुरो चान्चुने कुरा होइन हल्का रूपले के भन्दिनुहुन्छ भने यति गते ल्याइहालिन्छ उति गते ल्याइहालिन्छ त्यो होइन राजालाई पनि ल्याउने विधि छ प्रक्रिया छ हामी सबै मर्दा पनि राजा गरेर सिंहासनमा बस्नुहुन्न प्रक्रिया होला नि त यो लडाई हारियो भने निर्मल निवास भित्र पसेर राजालाई काट्छ मेरो परिवार नासिन्छ यो लडाई जित्यो भने राजालाई राज संस्था गद्दीमा राख्न सकिन्छ यो कुरामा कोही पनि हेलचक्राइ नगरौँ यसमा एउटा नवीन सम्झौता भनेको के हो कोसँग सम्झौता गर्ने यिनीहरुसँग के को सम्झौता हुन्छ लुटेराहरुसँग सम्झौता हुन्छ कसले भन्यो यो नवीन सम्झौता हुन्छ भनेर राजाले जसरी रक्तपात बिन दरबार छोड्नु भएको छ त्यसरी यिनीहरुले रक्तपात बिन यिनीहरुले सत्ता सुम्पिनुपर्छ यो सुम्पिएर छाडिन्छ देखाइन्छ राप्रपाकै केही सांसदहरु के भन्छन् भने राष्ट्रपतिको ठाउँमा राजालाई ल्याउने भनेर केको राष्ट्रपतिको ठाउँमा राजालाई ल्याउने किङ इज किङ राजा भनेको राजा हो राष्ट्रपति बसेको ठाउँमा राजा बस्दैन म पक्राउ खान तयार छु म थुनिन तयार छु म भाग्न तयार छैन म भाग्दिन म भाग्नलाई जन्मेको मान्छे होइन प्रचण्ड शेरबहादुर देउपा सबैलाई हेक्काओस् माधव कुमार नेपाल बाबुराम सबैलाई हेक्काओस् 15 गते हामीले जनविद्रोह गर्दैछौं जनविद्रोहको घोषणा गर्दैछौं 15 गते हामी नेताका घरमा पनि पस्न सक्छौं तपाईहरु तयार हुनुहोस्।